साथीहरु म चाहिँ यहाँनिर भोलिको लागि सब्जीहरु केलाउँदै थिए अनि है भोलि चाहिँ हतार हुन्छ भनेर अनि एकैछिन मलाई चाहिँ यसरी आँसु आयो किन र कसरी साथी जान्नको लागि पुरा भिडियो हेर्नुस् होला। हेलो एभ्रीवान, गुड इभिनिङ अनि नमस्ते सबैजनालाई। म हुँ श्रेष्ठी र आशा गर्दछु हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज धेरै दिनपछि म चाहिँ अर्को छोटो भिडियो लिएर आइसकेको छु र म चाहिँ अहिले इभिनिङ टाइमदेखि भिडियो स्टार्ट गर्दैछु किन भन्दा चाहिँ आज चाहिँ मेरो अलिक धेरै काम छ अनि त्यही लागि साथीहरु म चाहिँ आज थोरै भए पनि भिडियो बनाउँछु भनेर अनि किनकि मैले चाहिँ यहाँनिर भोलिको लागि रेडी गर्दैछु। यो हो बाबुको स्कुलमा चाहिँ भोलि चिल्ड्रेन्स डे को अनि नानीहरुलाई के आइटमहरु अब है नानीहरु अलग अलग आइटम सबैजनालाई फरक छ अनि त्यसमा चाहिँ मेरो छोरालाई परेको छ मोमो बनाउनको लागि। मोमो बनाउन चाहिँ भोलि बिहान त टाइम लाग्छ पुरा यसको मसला अब हुन्छ नि सब्जीहरु केलाउनको लागि। म चाहिँ त्यही नै यहाँनिर रेडी गर्दैछु अनि भोलि बिहान चाहिँ यो बनाउन चाहिँ एकदमै धेरै टाइम लाग्छ नि त। अहिले नै बनाएर राख्यो भने सजिलो हुन्छ भनेर म चाहिँ मोमोको लागि यहाँनिर सबै मसला जो सब्जीहरु काट्नुपर्ने थियो म चाहिँ त्यही नै काट्दैछु अनि देख्न सक्नुहुन्छ होला मैले लिएर पनि आइसकेको छु यहाँनिर। अनि आजको साथीहरु के हुन्छ भोलिको लागि के रेडी गर्छु रेडी गर्नुहोस् होला। अनि मैले चाहिँ साथीहरु भोलिको लागि सब्जी केलाउँदै थिए। सब्जी मतलब मोमोको मसलाहरु अनि अलिकति कम्ती हुन्छ जस्तो लाग्यो नि त प्याज अनि त्यही भएर म चाहिँ यहाँनिर माथि प्याज लिनु आएको थिएँ अनि एकदमै धेरै कुहिएछ भने कति अनि यहाँनिर सबै कक्रोचले पनि खाइदिएछ नि त अनि फटाफट लिएर आइसकेँ र मैले प्याज पनि काटिसकेँ। एकदमै धेरै आँखा पोलेको थियो साथीहरु पुरा आँसु आयो अनि त्यसपछि मैले प्याजको बोक्राहरु छिल्काएर त्यसले चाहिँ पानीमा डुबाएर राखेको छु। यो चाहिँ भोलिको लागि जो बनाउनु पर्ने थियो मसलाहरु अनि सब्जीहरु मोमोको लागि थियो रेडी गर्दैछु। अनि बाबाको काम छ फेरि शुभमको भोलि नै अब बुझाउनु पर्ने प्रोजेक्ट बनाउनु पर्ने थियो नि त अनि त्यो प्रोजेक्ट पनि आजै बनाउनु पर्ने भएकोले चाहिँ यहाँनिर बाबाले चाहिँ त्यो काम गर्नु हुँदैछ साइडमा। म चाहिँ यहाँनिर साइडमा बसेर आफ्नो काम गर्दै अनि भोलिको लागि सजिलो हुन्छ भनेर सबै कामहरु आज रेडी गर्दैछु साथीहरु। अनि प्याज बन्डाहरु सबै केलाइसकेर त्यसपछि इस्कुस बनाउँदैछु अनि यहाँनिर चाहिँ बाबुको यति धेरै मेहनत साथीहरु देख्न सक्नुहुन्छ होला साइडमा बसेर पुरा बनाउनु हुँदैछ। म चाहिँ आफ्नो काम यहाँनिर फटाफट भ्याउँदैछु अनि त्यसपछि बाबुलाई पुरा निन्द्रा लाग्यो भन्दै थियो नि त दिनमा नसुतेको भएर अनि उलाई सुताएर आएको थियो साथीहरु देख्न सक्नुहुन्छ होला। उ चाहिँ फेरि उठेर निस्किसकेछन् बाहिर अनि निदाको मान्छे यसरी निस्केर बाहिर आएर सुत्दैछन्। उले चाहिँ साथमा मान्छे चाहिन्छ नि त नत्र भने उ चाहिँ सुत्नु मान्दैन। अनि यहाँनिर बाबुको काम पनि फटाफट सकिँदैछ र म पनि आफ्नो काम सकिसके भनौँ न अलिकति अझै छ मेरो काम अनि बाबुलाई सुताउँछु पहिला भनेर म चाहिँ आएको थिएँ अनि उ चाहिँ सुत्नु मानेन। त्यसपछि म आइसकेको छु भोलिको लागि उसको चाहिँ मोमो पठाउनको लागि हटकेसहरु चाहिन्छ नि त अनि त्यही भएर अनि हटकेसहरु कति अब महिना भयो नि त युज गरेको छैन अनि त्यसलाई म धुनुको लागि यहाँनिर निकालिरहेको छु अनि यसले पनि फटाफट धुने कामहरु सुरु गर्छु किनकि भोलि बिहान सानो हुन्छ नि अब थोरै सानो कामहरु यति बेसी हुन्छ नि त्यो कामहरु भोलि बिहान एकदमै धेरै सम्भव छैन साथीहरु। त्यही चाहिँ मैले बाबुलाई अघि सुताएको थिएँ अनि उ चाहिँ उठेर पल्लो रुममा गयो अनि त्यसपछि उ चाहिँ पल्लो रुममा गएपछि निदाएछ अनि उलाई चाहिँ मैले यहाँनिर बेडमा लिएर सुताउँदैछु र शुभमको बाबुको काम पनि सकिसकेको छ। अब छ मेरो जो भाँडाहरु निकालेको थिएँ अनि त्यसलाई फटाफट बनाइहाल्छु अनि बिहान मतलब भोलि बिहान चाहिँ छिट्टो उठ्नुपर्छ नि त अनि त्यही लागि साथीहरु अब चाहिँ म पनि यति काम भ्याएर फटाफट सुत्नुपर्ने हुन्छ। अनि हुन्छ त साथीहरु आजको मेरो सानो छोटो ब्लग हजुरहरुलाई कस्तो लाग्यो पक्कै पनि मन पर्यो भने एक लाइक कमेन्ट अनि शेयर पनि गरिदिनुहोस् होला। थ्यांक यू सो मच फर वाचिङ सबैजनालाई धेरै धेरै